एबीको एलर्जी टेस्ट गर्नुभयो त? मैले चाहिँ छोरीलाई एबीको एलर्जी छ कि छैन भनेर चाहिँ यसरी खाना बनाएर दिएको थिएँ। उसले मन पराएर पनि खाइदिए, कुनै साइड इफेक्ट पनि देखिएन। आज बनाम एबी गोहान। फर्स्टमा चाहिँ आफूलाई चाहिन्छ चामल लिएर यसलाई पखालेर रेडी गरेँ। यो डिफ्रिजको एबीलाई चाहिँ 1 मुठी जति लिएँ। यो पनि डिफ्रिजको कोन हो। हजुरसँग चाहिँ मिक्स भेजिटेबल छ भने त्यो पनि हाल्न सक्नुहुन्छ। बनाएको यो खाना चाहिँ 3 टाइमलाई पुगेको थियो। यो चाहिँ वाफु दासी हो कि जापानिज दासी हो, 5 महिनाबाट दिन मिल्छ। त्यसरी नै खानामा हालेर सादा खानामा हालेर पनि दिन मिल्छ। मैले चाहिँ यो एबीमा हालेँ। यसलाई माथिबाट चाहिँ 2 चम्चा जति हालेँ। यो चाहिँ छोरीको बट्टाको दुधमा आएको चम्चा हो कि अहिले नाप्नलाई चाहिँ एकदमै सजिलो भएको छ, सो राखिरहेको थिएँ। यति हालिसकेपछि यसलाई चाहिँ मजाले मिक्स गरिदिने, माथिबाट थोरै बटर हालिदिने। यो सियो कोसो थोरै माथिबाट हालेँ, पाक्न छोड्दैछु। यस्तो रेडी भइहाल्यो। कुकरमा भन्दा नि यसरी राइस कुकरमै पकाएर दिन चाहिँ एकदम सजिलो लाग्छ के। कहिलेकाहीँ यसरी खाना मात्रै बनाउँछु, कहिलेकाहीँ चाहिँ अब तरकारीहरू पनि सँगै राखेर बनाइदिन्छु। उसले खाएको जति खाएँ अनि त्यसपछि मैले खुवाइदिएको उसलाई। अचेल मैले खुवाइदिएको भन्दा नि आफै खान यसरी रमाइलो मानेर खान्छे। उसले खाएको जति मैले खान दिन्छु अनि मैले पछि खुवाइदिन्छु। सो हजुरले पनि यसरी नै ट्राई गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।